सातु धेरैजनाले भनिराख्नु भएको हुन्छ यस्तो पाउडर खाएर बडी बनाएर केही फाइदा छैन। त्यो पाउडर खान छोडेपछि फेरि ब्याक टु नर्मल हुन्छ, त्यो पाउडरले फुलेको जिउ हो। द्याट्स नट नेचुरल। सातु चना मजाले खाएर बनाउने बडी, त्यो भनेको चाहिँ एकदम लङ लास्टिङ हुन्छ, नेचुरल हुन्छ र कहिले पनि बिग्रिँदैन। के यो कुरा साँचो हो त? केही हदसम्म साँचो हुन सक्छ। फर इक्जाम्पल सातु भनेको नेचुरली बनाएको कुरा हो, जुन भनेको चना कुनै बिन्सहरूलाई चाहिँ ग्राइन्ड गरेर धुलो बनाइन्छ भनेदेखि त्यो सातु भयो। तर वे बनाउँदाखेरि चाहिँ केही न केही प्रोसेस चाहिँ हुन्छ त्यसमा। तर केही प्रोसेस हुन्छ भन्दैमा त्यो नेचुरल होइन भन्न चाहिँ मिल्दैन। किन भन्दाखेरि वे भनेको चाहिँ हाम्रो दुधको बाई प्रोडक्ट हो। वे कसरी बन्छ भन्ने कुरा चाहिँ मैले पहिला पनि धेरैचोटि भिडियो बनाइसकेको छु, त्यो बारेमा चाहिँ कुरा नगरौँ यो भिडियोमा। यो भिडियोमा कुरा गरौँ वे प्रोटिन भर्सेस सातु, कुन चाहिँ बेटर हुन्छ त? अब यो बेटर त्यो बेटर भनेर यसै भन्न मिल्दैन। किन भन्दाखेरि द्याट डिपेन्ड्स अन यो गोल। हजुरहरूको गोल के हो र हजुरले अचिभ गर्न खोज्नु भएको कुरा के हो, त्यसले चाहिँ डिटरमाइन गर्छ कि वाट सुड यु टेक। अरू चिज भन्दा चाहिँ सातुमा बडी प्रोटिन हुनसक्छ, फर इक्जाम्पल भात भन्दा। तर वेसँग कम्पेरिजन गर्ने हो भनेदेखि चाहिँ वेमा चाहिँ एकदमै धेरै हुन्छ इन कम्पेरिजन टु सातु। अब हजुरले वे प्रोटिन 1 स्कुप खाएर 24 to 25 ग्राम अथवा 28 ग्रामसम्म पनि प्रोटिन पाउन सक्नुहुन्छ भनेदेखि 1 स्कुप भनेको लगभग 35 to 40 ग्राम्स हुन्छ। अब हजुरको गोल फ्याट लस हो भनेदेखि चाहिँ प्रोटिन पुर्याउन सातु खाइरहनु भएको छ भनेदेखि चाहिँ फ्याट लस होइन कि हजुरको वेट गेन चाहिँ हुनसक्छ। किन भन्दाखेरि यु विल बी इटिङ मोर देन योर मेन्टेनेन्स क्यालोरिज इन अर्डर टु आफ्नो त्यो प्रोटिन गोललाई हिट गर्नलाई। सो यो राइट यो रङ भन्न मिल्दैन यो केसमा। हजुरहरूको गोल के हो त्यसमा डिपेन्ड गर्छ। अब हजुरहरूको गोल रिच गर्न चाहिने क्यालोरी चाहिँ सातुबाट प्रोटिन पुऱ्याएर पुगिरहेछ भनेदेखि चाहिँ द्याट इज गुड फर यु। तर यदि हजुरहरूको चाहिने क्यालोरिज भन्दा बढी क्यालोरिज गइरहेको छ र हजुर प्रोटिन पुऱ्याउनको लागि चाहिँ सातु नै खाइराख्नु भएको छ भनेदेखि चाहिँ द्याट कुड बी अ ब्याड चोइस।